सङ्घर्षले थकायो तर रोक्न सकेन। म आज आफैले रोजेको काम, आफूले सोचेको, आफूले चाहेको काम गरिरहेको छु। मलाई साथ दिने जति सबैलाई म एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। हेलो एभ्रिवान, नमस्कार। म इन्दिरा राउत। म चाहिँ मेरो बारेमा केही भन्न र मैले के गरिरहेको छु हालचाल भनेर चाहिँ म हजुरहरूलाई देखाउँछु। सानो ब्लग जस्तो बनाउँदैछु। यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। के कस्तो लाग्छ प्रतिज्ञा पनि दिनु होला। सो गाइज, म चाहिँ यो चाहिँ मेरो पार्लर हो। यो चाहिँ मेरो सानो सानो एकदम सानो सपनाको पार्लर हो। कुनै दिन ठुलो हुनेछ यही सोचेर चाहिँ मैले के गरिरहेको छु म देखाउँछु। आज सबै थोक देखाउँछु, के गर्छु, कसो गर्छु, मेरो दिनचर्या के छ भनेर हजुरहरूलाई म देखाउँछु। सो गाइज, हेरिदिनु होला यो भिडियोलाई चाहिँ। अनि मेरो पार्लर चाहिँ यस्तो गाउँमा छ। यो चाहिँ सयपत्री चोक भयो। अनि यो चाहिँ घर हो। यतिखेर चाहिँ यहाँनिर मकैको धमाधम भइरहेको छ खोया। अनि यो चाहिँ मेरो ब्युटी पार्लर हो। अनि म चाहिँ कपडाहरू पनि बनाउँदै गर्छु। यहाँ चाहिँ एकदम सानो छ, मैले आफै बनाएको हो। अनि मैले चाहिँ अहिले हालसालै यो कपडाहरू पनि सिलाउँछु। अनि यहाँनिर चाहिँ मेरो मेसिन, यो मेसिनबाट चाहिँ म टिकटकमा भिडियो बनाउँछु, कुर्ताहरू बनाएर टिकटक भिडियो बनाउँछु अनि पोस्ट गर्छु। अहिले हालसालै मेरो भिडियो कति भाइरल भएको छ अनि कति धेरै अर्डर आइरहेको छ। अनि यही मेसिनमा चाहिँ म एक्लैले बनाउने गर्छु। अनि यहाँ पनि छ कुर्तीहरू, यस्तो ब्यागहरू पनि बनाउँछु मैले चाहिँ। अनि कुर्ता भयो, मैले यसरी राखेको छु। अनि चाहिँ केही सामान भयो। अनि यस्तो बुकेहरू पनि छ हामीसँग चाहिँ। अनि मैले सानो थोरै गमला राखेको यो चाहिँ। अनि त्यसपछि भित्र जानु त। सो साथीहरू, यो चाहिँ रेडी भइसकेको लुगाहरू हो यिनीहरू चाहिँ। अनि त्यसपछि यहाँ यसरी पानी राखेको छु। अनि म चाहिँ कुर्तीको नापहरू चाहिँ यसरी राख्ने गर्छु क्या, कुन बडीमा कुन साइज लाग्छ भनेर। अनि यो चाहिँ मेरो मन्दिर। अनि यहाँ छ कपडाहरू केही। अनि अगाडिको चाहिँ कस्टमरलाई बस्ने टुल हो भने यो पछाडिको चाहिँ मेनिक्योर पेडिक्योर गर्दाखेरि युज हुने टुल भयो। अनि यहाँ नेलको यसरी राखेको छु मैले। यो चाहिँ मेरो दबाई हो। म केही दिन अगाडि यति धेरै बिरामी भइरहेको थिएँ, एकदम कमजोरी भएको थिएँ। सो त्यही भएर यो चाहिँ पानी भयो। यो मेरो ऐना। अनि यहाँ पार्लर यहाँबाट पनि देखिन्छ। सो साथीहरू, अनि यहाँ चाहिँ थोरै यस्तो छ। यहाँ नेलको सामानहरू पनि छ। यो चाहिँ मेरो बहिनीले मेरो बर्थडेमा बनाइदिएको कप हो, मेरो बहिनीले। अनि यहाँ छ यस्तो। अनि यो चाहिँ मेरो स्टिक भयो, सेल्फी स्टिक, सरी सेल्फी स्टिक हो, टिकटक बनाउने स्ट्यान्ड भयो। अनि यसरी राखेको छु। यो चाहिँ ग्रिन कलरको पर्दामा चाहिँ भिडियोहरू बनाउनका लागि हुन्छ भनेर। अनि यहाँनिर चाहिँ डमी भयो। यो डमीलाई चाहिँ पुरै खुइलो पारिसकेको छन् प्र्याक्टिस गर्ने स्टुडेन्टहरूले। अनि यो चाहिँ सामान छ। मेरो सामान त त्यति धेरै त छैन। अनि यहाँनिर चाहिँ जति जति अर्डर गर्नुहुन्छ नि अर्डरको सामान ल्याउँछु। धेरै सामान ल्याउनलाई मलाई डर लाग्छ कि पैसा फस्छ कि भनेर। अनि यहाँ मेरो बहिनी लुक्दैछन् उतातिर। ल यस्तो छ साथीहरू मेरो चाहिँ यो। सो मैले यसरी देखाएँ। यस्तो बुकेहरू चाहिन्छ भने पनि अर्डर गर्न सक्नुहुन्छ है। कुर्ताहरू चाहिन्छ अथवा कस्मेटिक सामानहरू चाहिन्छ, जस्तो जे चाहिन्छ हजुरले मलाई अर्डर गर्न सक्नुहुन्छ। अल ओभर नेपाल गर्नेछु। मैले चाहिँ यो खोलेको 1 वर्ष जस्तो भयो। अलिकति जुम गरौँ। 1 वर्ष जस्तो भयो मैले यो खोलेको। सुरुमा खोल्दाखेरि चाहिँ मान्छेहरूले कति भन्ने क्या, गाउँमा भन्ने कति यति धेरै डिमोटिभेट हुन्थ्यो। मलाई यति हुन्थ्यो, म यति निराश हुन्थेँ। अहिले सम्झिँदा मलाई कस्तो लागेर आउँछ नि। आज भोलि चाहिँ एकदम हुँदैछ क्या। जे कुराको नि सुरुवातमै हरेस खायो भने चाहिँ त्यो चाहिँ केही पनि नहुने। अनि जे सबै कुराको समय आउँछ। र मलाई चाहिँ कुनै कुनै बेला टिकटकमा म जस्तो यङ केटीहरू हुन्छ नि, जस्तो भर्खरदेखि केही स्टार्ट गर्नुभएको, विदेश जाने सोच छोडेर आफ्नै ठाउँमा आफ्नै देशमा के गर्नुहुन्छ नि, मलाई यति खुसी लागेर आउँछ, यति खुसी लाग्छ, एकदम प्राउड फिल हुन्छ क्या उहाँहरूलाई देखेर। अनि म चाहिँ आफूमै पनि प्राउड फिल गर्छु क्या एकदम। म चाहिँ एकदम मेहनती भनौँ। अनि म बिहान उठ्छु, बिहान 4 बजे 4:30 बजे जस्तो उठ्छु। कहिलेका चाहिँ एकदम थाकेको छु भने चाहिँ म सक्दिनँ उठ्नलाई है, त्यो भयो। अनि नत्र भनेदेखि म चाँडै उठ्छु। अनि घरको काम अलिअलि भ्याएको जति गरौँ, भ्याइनँ भने पनि मेरो घरमा दाइ मम्मीहरूले काम गर्नुहुन्छ, दाइ भाइ मम्मीहरूले। अनि त्यसपछि म यहाँ कहिलेकाहीँ चाहिँ पार्लरको काम त्यस्तै कस्टमरको बिहानै कलहरू अर्डरहरू आएको छ भने चाहिँ म यहाँ आउँछु पार्लरको लागि, सर्भिस दिन्छु। अनि त्यसपछि म यहाँबाट चाहिँ
कटिङ सिक्न पनि जान्छु पहिला पनि मैले सिकेको अनि मेसिन लिएर आएको बनाउँछु पनि कुनै डिजाइनहरू त्यस्तोको लागि चाहिँ म्यामलाई केही सोध्नको लागि जान्छु म त्यहाँनिर उताबाट आउँछु 10 बजे आएपछि अनि यहाँनिर चाहिँ खाना कहिलेकाहीँ आफै लिएर आउँछु कहिले चाहिँ मेरो बहिनीले ल्याइदिन्छन् अनि त्यसपछि खाना खान्छु चाहिँ कामको काम मसँग 3 जना स्टुडेन्टहरू हुन्छन् अनि त्यसपछि उनीहरूलाई सिकाउँछु ओर्छु के अलिअलि हुन्छ अनि आएको कस्टमरहरूलाई सर्भिस दियो मैले नभएकालाई उनीहरूले पनि गर्छन् कुनै पार्लर छोडेर जानु पनि उनीहरूले पनि गर्छन् कि अनि त्यस्तै छ लुगाहरू बनाउँछु ओर्छु बेलुका कहिलेकाहीँ 7-8 बजेसम्म हुन्छ कुनै बेला अनि त्यतिखेर चाहिँ धेरै राति हुन्छ अनि घर जान्छु अनि त्यो दिनभरिको अर्डरहरू टिप्छु म कसको के आयो के छ भनेर चाहिँ हेर्छु मोबाइल एकछिन टिप्छु अनि भोलिको दिनमा चाहिँ के गर्ने भनेर थोरै नोट बनाउँछु अनि त्यसपछिदेखि चाहिँ एकछिन मोबाइल हेर्छु अनि सुतिहाल्छु पहिला चाहिँ खासै सुरुमा चाहिँ खासै चल्थेन अनि कस्तो लाग्थ्यो होइन मैले 2 लाखको लगानीबाट सुरु गरेको हो अनि मिडल क्लास फ्यामिलीबाट 2 लाख रुपियाँ भनेको पनि एकदम ठुलो अमाउन्ट नै हुन्छ कि त्यो अमाउन्ट पनि विदेश जानको लागि विदेश जाने पैसा चाहिँ मैले यहाँनिर लगाएको अहिले चाहिँ मलाई रिग्रेट भएको छैन त्यतिखेर चाहिँ बिचमा चाहिँ मलाई यस्तो रिग्रेट भएको थियो कि मैले किन यस्तो गरेँ भनेर तर हरेस खानु चाहिँ हुँदैन हरेक कुराको समय आउने रहेछ भनेर आजभोलि मलाई फिल हुँदैछ के अनि यति धेरै अब मैले यो कुर्ता मैले बनाएको थिएँ अनि यो कुर्तामा यति भ्युज आइरहेछ अनि अर्डरहरू त्यहाँदेखि पनि मेरो स्टार्ट भएको छ अनि मैले चाहिँ होलसेलमा पनि सामानहरू दिने भनेर सोचिरहेको छु बनाइ पनि रहेको छु यहाँ बनाएर झुन्डाएको हुन्छु कति यति छिटो सकिएको छ अहिले चाहिँ अनि यहाँनिर चाहिँ मेरो ठ्याक्कै कहाँ भने लोकेसन प्रकाशपुर सयपत्री चोकमा हो अनि आजभोलि चाहिँ बिस्तारै सबैजनालाई थाहा हुँदैछ अनि मेलामा पनि हामीले सामान बेचेर गएको थियौँ सुरुमा लाज लाग्दै थियो तर कमाएर खानलाई आफूलाई काम गर्नको लागि के को लाज है एकछिनमा चाहिँ लाज अब त मलाई लाज भन्ने कुरा लाग्दैन किनभने केही नराम्रो काम गरेकै न गलत गरेकै काम गर्ने खाने आफ्नो ठाउँ आफ्नो गाउँ आफ्नो देशमा बसेर गर्ने हो अरूको ठाउँमा गएर नोकर हुनुभन्दा यहाँ सानो होस् तर मै मालिक नि भएर बसेको छु भने म आफूलाई मजा लाग्छ क्या यस्तो हुँदाखेरि चाहिँ यसो म चाहिँ यताउता गरिरहेको छु यति नै थियो र यदि हजुरहरू पनि केही सुरुवात गर्न आँट्नु भएको छ केही सुरुवात गर्न लाग्नु भएको छ भने चाहिँ मेरो चाहिँ कुनै प्लान नै थिएन क्या के गर्ने भन्दा ल यसो गरौँ भन्दा ल गरिदिउँ न त भनेर मात्र गरेको थियो प्री प्लान चाहिँ बनाउनु होला अनि हरेक कुराको यो यस्तो सब कुराको त्यसको चाहिँ नलेज चाहिँ पुरै लिनु होला किनभने त्यस्तो भएन भने ह्यान्डल गर्न एकदम गाह्रो हुन्छ कि एकदम त्यो चाहिँ आत्तेस हुन्छ कस्तो हुन्छ टेन्सन हुन्छ थपिन्छ सो त्यही भएर म चाहिँ यति कतिजनाको देख्छु मेरै एजको मान्छेहरूले चाहिँ यसै गरी सानो आफूले सकेको यताउता गरेको देख्दाखेरि चाहिँ एकदम खुसी लाग्छ मलाई यति खुसी लाग्छ कि भनेर यही थियो मेरो चाहिँ र मलाई कुनै केही सुझाव दिन चाहनुहुन्छ केही मबाट केही त्यस्तो नराम्रो अथवा हुन्छ नि यो भिडियो हेरिकन चाहिँ ल है तपाईँले चाहिँ यति गर्नुहोस् यस्तो गर्नुहोस् यो हुन्छ भनेर कुनै सल्लाह सुझाव केही त्यस्तो हजुरहरूको छ भने पनि कमेन्ट गर्न सक्नुहुन्छ यदि मन पर्यो भने फलो पनि गर्नु होला म चाहिँ अब बिस्तारै यो ब्युटिसियन कोर्स चाहिँ युट्युब च्यानल खोलेर त्यहाँनिर चाहिँ सबै सानो कुरादेखि ठुलोसम्म के हुन्छ कोर्समा कस्तो हुन्छ के गर्ने कसरी गर्ने भनेर सबै डिटेलहरू ल्याएर म चाहिँ त्यसरी युट्युब च्यानल पनि खोल्ने भनेर सोचिरहेको छु अनि यति नै थियो गाइज अनि अझै पनि माया देखाइदिनु होला जति माया गर्नु छ आजभोलि मेरो फलोवर्स पनि बढिरहेको छ मेरो भ्युजहरू पनि आइरहेको छ जस्ट हुँदैछ भनौँ मलाई के लाग्छ भने म यति कुनै बेला निन्द्रा पुग्दैन कुनै बेला के हुँदैन कुनै बेला भोक निन्द्रा यस्तो खट्नु परेको हुन्छ अनि त्यो जुन दिन सपना पुरा हुन्छ नि अनि चाहिँ गरिस केटी भन्ने हुन्छ मेहनत खेर गएन भन्ने हुन्छ सो यति नै थियो गाइज अझै पनि जिन्दगी लामो छ तर पनि यही लामो जिन्दगीलाई पनि अझै यस्तै गर्दै दुःख सुख हाँसो खुसी गर्दै सर्ट बनाउने हो अनि त्यस्तै हो गाइज सो यति नै हो मेरो चाहिँ बाई बाई सबैजनालाई ह्याभ अ नाइस डे